हेलो गाइस, अहिले चाहिँ हामी हाम्रो साडोदाइको गोठतिर जाँदैछु। अनि हामी दुईजना उहाँहरू चाहिँ आज विवाहमा परेको हुनाले उहाँहरू अटो रिजर्भ गरेर यता माथितिर जानुभएको छ। अहिले चाहिँ हामी यो मकैबारीबाट भित्र गोठसम्म जानेछौँ है त। मकै चाहिँ यस्तो छ, नवलपुरतिर कस्तो छ थाहा भएन है। अनि हाम्रोतिर चाहिँ यस्तो छ। ल यस्तो प्रकारले मकै चाहिँ यस्तो प्रकारले छ। दुवै पक्षमा देखिन्छ। यो अलिकति पछाडि लगाएको अनि यो चाहिँ पहिला लगाएको है। मकै यसरी देख्न सकिन्छ। अनि घोगा पनि धेरै ठुलो त होइन, यत्रोसम्म छ है। सँगै छ फेरि एउटै ठाउँमा लगायो हेर्नुहोस् त। अनि अचम्म लाग्दो के छ भने प्रत्येक मकैमा एक कुन्टा घोगा छ, तर सँगै लगाएको छ क्या। ल हेर्नुहोस् त, सँगै छ। यो पनि यस्तै छ है त। यहाँ पनि दुईटा घोगा लगाइरहेछ। अनि यहाँबाट यहाँ दुईटा लगाएको थियो, यहाँ एउटा चाहिँ यस्तो सानो भएछ, के भयो थाहा भएन। तर प्रत्येक घोगामा यस्तो छ। अनि यहाँनिर दुईटा घोगा छ, दुईटा घोगामा दुईटा बोर्ड छ। तल हेर्नुहोस् त, यहाँबाट सर्रै जाँदाखेरि माथि आयो यसरी देखिन्छ है त। अनि मकै एकदमै बाक्लो छ। अनि यसरी यहाँ चाहिँ दुईवटा लागिरहेको छ, तर एउटा चाहिँ स्योर हुन्छ हुँदैन थाहा भएन। यहाँबाट हेर्दाखेरि दुईटा घोगा हामीले देख्न पाइन्छ है। तल हेऱ्यो भने चाहिँ दुईटा एउटै ठाउँमा छ। ल यसरी चाहिँ हामी जाँदै गर्दाखेरि म तपाईँहरूलाई देखाउँदैछु है। मेहनत परिश्रम योभन्दा मुनि गयो भने तरकारी खेती। यहाँनिर चाहिँ मकै अनि कोदो हुने चाहिँ गर्छ है त। त्यो कुराहरू चाहिँ लगाउने गर्छ यहाँनिर। मकै एकदम बाक्लो छ। यानि यो मकै पनि गोडेको छैन है। यो मकै पनि झरमानी दबाई हाले हो। अनि यो मकै पनि यस्तो प्रकारको हामीले देख्न पाउँछौँ। यहाँबाट सिधै गयो भने चाहिँ अब यस्तो छ है। अहिले पनि मकै एकदम बाक्लो छ। दुधी घोगा दुधीवटा बोट है त। यस्तो यहाँ पनि दुईटा घोगा, यहाँ पनि दुईटा बोट। त्यसपछि यहाँ पनि गयो, यहाँ दुईटा घोगा है, दुईटा घोगा दुईटै बोट। त्यहाँबाट यता गयो, यहाँ तिनवटा छ, एउटै ठाउँमा तिनवटा छ। एउटा यो भयो, एउटा यो, अर्को यता है। त्यो सँगै तिनवटा एउटै ठाउँमा लगाएको हामी देख्न पाउँछौँ है त। ल हेर्नुहोस् त, तिनवटा छ। यताबाट हेऱ्यो भने चाहिँ थाहा पाउँछ होला है। यहाँनिर तिनवटा छ। अनि यो तिनवटा भएको कारणले यो तिनवटै घोगा सँगै छ है त। यहाँ दुईवटा छ, दुईटै घोगा दुईवटा के अरे बोट। यसरी हामीले हेर्न पाइन्छ। मकै यस्तो छ हेटौँडातिरको चाहिँ। तपाईँहरूकोतिर कस्तो छ मलाई थाहा भएन है त। यो अलि पछाडिको मकै हो, यो अलि पहिलाको मकै। हरेक ठाउँमा दुईवटा डाँडा हालेको दुईटै बोट चाहिँ उम्रेको छ र एक कुन्टा घोगा परेको छ। कुनै पनि घोगा खाली छैन। अनि यहाँदेखि यता माथि चाहिँ हेऱ्यो भने यस्तो छ है त। ल यहाँ पनि त्यही सेम टु